साह्रो मूर्ख बनेको के साह्रो मूर्ख बनेको तिमीलाई नै भनेको के टुवा परेर हेरेर कति वर्ष भयो विदेश बसेको कति वर्ष भयो दुःख गरेको के गर्यो आफ्नो लागि के गर्यो आफ्नो लागि कतिचोटि खुलेर हाँस्यो कतिचोटि आफ्नो लागि बाँच्यो याद छ खूब खुसी पार्नुपर्छ हैन सबैलाई खूब सोच्नुपर्छ सबैको बारेमा कहिले सोचेको छौ तिम्रो बारेमा सोच्दिने को छ तिमी खुसी छौ कि छैन भनेर बुझिदिने को छ आफ्नो बारेमा चाहिँ सोच्नु पर्दैन आफू चाहिँ खुसी हुनु पर्दैन घर परिवार साथीभाइ आफन्त सबैको बारेमा सोच तर सबैभन्दा पहिला आफ्नो बारेमा सोच क्या भोलिको दिन राम्रो होस् जस्तो तसो सुखले जिन्दगी कटाउन सकौँला कि भनेर हैन यत्रो वर्ष दुःख गरेको हाड छाला घोटेर रात दिन नभनी काम गरेको अनि आफूलाई बिर्सिदिने तिमीलाई त याद पनि छैन होला क्या आफ्नो लागि एकदम राम्रो महँगो चीज मैले के चाहिँ किने भनेर हेर एउटा कुरा लेखेर राख आज तिमीसँग छ तिम्रो हात माथि छ त्यही भएर तिम्रो अगाडि हात फैलाउनेहरू 100 जना छ अञ्जुली थाप्नेहरू जब तिम्रो हात तल हुन्छ नि तिमीलाई फुटेको कौडी दिने पनि कोही हुँदैन दुःख गर सबैको चित्त बुझाऊ खुसी पार केही छैन तिमी त्यस्तो सोच्छौ सक्छौ भने खुसी पार तर आज नै आफ्नो बारेमा सोचेनौ भने नि भोलि गएर तिमीलाई पछाडि फर्केर हेर्दा आफ्नै जिन्दगी देखेर उराट लाग्ने दिन आउँछ क्या यो सम्झेर कि न मैले राम्रोसँग जिन्दगी बाँचे न मैले कमाएर साँचे के चाहिँ गरे त मैले भनेर क्या भन्छु नि 9 तोले दरबार बनाउने मजदुरहरूको घर झुपडी नै हुन्छ रे क्या सधैँ किन जिन्दगीमा पनि त्यही हो सम्बन्धमा पनि त्यही हो तिमी आफूलाई भन्दा बढी अगाडि अरूलाई राख्छौ भने तिमी सधैँ पछाडि नै हुन्छौ आफूलाई भन्दा बढी माया अरूलाई गर्छौ भने तिमीलाई माया गर्ने कमै मान्छे हुन्छ तिमी आफ्नो लागि भन्दा बढी अरूको बारेमा सोच्छौ भने तिम्रो लागि सोच्ने मान्छे हुँदैन क्या तिमी अरूको चित्त बुझाउन तर्फ लाग्छौ भने तिमीले बार आफ्नो चित्त दुखाउनु पर्छ यो लेखेर राख अनि भन मूर्ख हैन तिमीसँग नातागोता केही छैन मेरो बस मानवताको नाताले यति भन्दैछु यति साह्रो दुःख गरेको छौ अहिले भोलि गएर कुनै रोग व्याधिले च्यापेर जे पनि हुन सक्छ जति बेला जे रोगले पनि समात्न सक्छ भोलि गएर कुनै रोग व्याधिले च्यापेर तिमी हस्पिटलको बेडमा छटपटाइरहँदाखेरि आफैलाई उपचार गर्न सक्ने पैसा नभएर रुने दिन नआओस् त्यही भएर सोच आफ्नो बारेमा